हेलो गाइस होइन अब चाहिँ अहिले चाहिँ मेरो गुड मर्निङ भइसक्यो। अब अहिले चाहिँ 5 बज्नु आँट्यो। मेरो चाहिँ गुड मर्निङ भर्खर हुँदैछ। अब होटल लाइन चाहिँ यस्तै हो, मेरो चाहिँ आज 5 बजेदेखिको ड्युटी छ। अब म ड्युटी जानुपर्छ। ड्युटी जानुभन्दा अगाडि फेरि अब लुगा पनि धुनुपर्छ। मेरो एकैचोटि सन्डे मात्रै छुट्टी छ। अब सन्डेको छुट्टी छ। आज मन्डे हो, त्यसले गर्दाखेरि मैले लुगा धुँदैछु। मेरो लुगा चाहिँ यहाँ छ है, यसो लुगा धुँदैछु। अब यो लुगा धोइराखेर चाहिँ म ड्युटी जानुपर्छ। होटल लाइन चाहिँ साथी हो सजिलो छैन। होटल लाइन चाहिँ होइन, होटल लाइन चाहिँ मलाई बेकार लाग्छ थालेको छ अहिले चाहिँ। किनभने होटल लाइनमा अब आयो गयो खायो त्यति नै छ। अब म चाहिँ बालमा जेल चाहिँ लगाउँछु, अलिकति कपाल सपाल ठाडो पारेर चाहिँ ड्युटी जानुपर्छ। यस्तै छ होटल लाइन चाहिँ। मान्छेले भन्छ होटल लाइन ठिक छ, होटल लाइन ठिक छ, तर होटल लाइन चाहिँ मलाई चाहिँ ठिक लाग्दैन। अब चाहिँ म ड्युटी जाँदैछु। तपाईँहरूलाई म ड्युटी पुगेर देखाउँछु त्यहाँ ड्युटीमा अब के गर्नुपर्छ भनेर होइन। कपाल सपाल मिलाएर जानुपर्छ, फेरि कपालै मिल्दैन यसरी हो। जेल पनि सकिनु आँटेछ मेरो चाहिँ। अब चाहिँ म रेडी भइसकेको छु ड्युटी जानुको लागि होइन। ड्युटी अब लाग्दिने हो, के गर्नु। अब ड्युटी जानु मन चाहिँ लागेको छैन, तर अब के गर्नु होइन, जानु त पर्यो, काम त गर्नै परेको छ। त्यसले गर्दा ल त अब भेटौँ ड्युटीमै। अब चाहिँ म ड्युटी जाँदैछु। अब चाहिँ ड्युटी पुग्न आँट्यो, अटोमा चढेर अब ड्युटी जाँदैछु। 3 बजीदेखि ड्युटी स्टार्ट हुन्छ। यहाँबाट चाहिँ अब 3 बजी 4-5 बजी ड्युटी स्टार्ट हुन्छ। आज 5 बजी पुगेर अब 1 बजीतिर फर्किन्छु होला। के गर्नु, अब यस्तै छ दिल्लीको लाइफ चाहिँ। यस्तो चाहिँ साथी म तपाईँहरूलाई देखाउँदैछु होइन। जाम चाहिँ यसरी हुन्छ, फेरि जहिले जाम परिरहेको हुन्छ क्या। अब बाटो ब्लक छ, कहाँबाट जाने हो। मोबाइलमा देख्दै रहेछ यहाँ हेर्नु मलाई। यो चाहिँ हो मैले गर्ने वर्क प्लेस। अब यहाँभित्र चाहिँ छ। अब म चाहिँ जाँदैछु। तो गाइस अभी मैं घर जा रहा हूँ। ये लोग भी वेटिंग कर रहा है। हाँ रैपिडो, हाँ मेरा रैपिडो आ गया अभी। मेरा रैपिडो वाला भैया यहाँ है। अभी मैं जा रहा हूँ घर, 2 बजने वाला है। अभी मैंने बताया था आपको, तो घर पहुंच के मैं दिखाता हूँ सारा नज़ारा। अभी मैं जा रहा हूँ।
नजारा ऐसा होता है। गाइस अब चाहिँ घर आइपुग्यो होइन, अब चाहिँ सुतेको। गुड नाइट, बाई।